नमस्कार। YouTube शॉर्ट्समा भ्यूज अड्किरहेको छ, सायद 1000 पनि कटिरहेको छैन। खैर, चिन्ता लिनु पर्दैन। आज हामी शॉर्ट्सको सफलताका ती 4 मुख्य स्तम्भहरूलाई केलाएर हेर्नेछौँ, जसले भ्यूजको समस्यालाई सधैँका लागि समाधान गर्न सक्छ। ल, सुरु गरिहालौँ है त। यो समस्या धेरैजना सिर्जनाकर्ताहरूको साझा समस्या हो। एकदमै राम्रो कन्टेन्ट बनाउँदै पनि भ्यूज 1000 नकाट्नु साँच्चै नै निराशाजनक हुन्छ। तर आज हामी यसको खास कारण के हो र यसको समाधान के हुन सक्छ भनेर विस्तृतमा कुरा गर्नेछौँ। आजको हाम्रो यात्रा यी 4 खण्डहरूमा हुनेछ। सुरुमा दर्शकको ध्यान कसरी खिच्ने भनेर सिक्नेछौँ, त्यसपछि शर्टको संरचना कस्तो हुनुपर्छ भन्ने बुझ्नेछौँ, अनि एल्गोरिदमलाई कसरी तयार पार्ने र अन्त्यमा मेटाडेटाको सही प्रयोग कसरी गर्ने भन्ने बारे पनि छलफल गर्नेछौँ। ल, पहिलो खण्डमा प्रवेश गरौँ। दर्शकको ध्यान खिच्ने। शर्ट्सको दुनियाँमा पहिलो 3 सेकेन्ड नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यदि सुरुमै दर्शकलाई रोक्न सकिएन भने उनीहरूले तुरुन्तै स्वाइप गरिहाल्छन् र त्यो भ्यू कहिल्यै फर्केर आउँदैन। शर्ट्समा भ्यूज नआउनुको पछाडि एउटा सबैभन्दा ठूलो कारण हुन्छ, त्यो हो भ्यू टु स्वाइप अनुपात। अब यो भनेको के हो भने कतिजनाले भिडियो हेरे र कतिजनाले नहेरिकनै स्वाइप गरे भन्ने हिसाब हो। युट्युबको एल्गोरिदमले ठ्याक्कै यही अनुपात हेरेर भिडियोलाई अरूलाई देखाउने कि नदेखाउने भनेर निर्णय गर्छ। लक्ष्य हुनुपर्छ 70%। यो एउटा जादुई नम्बर जस्तै हो। यसको मतलब शर्ट हेर्न सुरु गर्ने 100 जनामध्ये कम्तीमा 70 जनाले स्वाइप नगरी भिडियो हेर्नुपर्छ। यदि यो अनुपात 70% भन्दा तल झर्यो भने युट्युबले त्यो भिडियोलाई नयाँ दर्शक कहाँ पुर्याउनै बन्द गरिदिन्छ। त्यसो भए यो 70% को आँकडा कसरी हासिल गर्ने त? यहाँ 3वटा एकदमै सरल चरणहरू छन्। पहिलो, भिडियोलाई सकेसम्म छोटो, मतलब 20 सेकेन्डभन्दा कमको बनाउनुहोस्। दोस्रो, सुरुको 2-3 सेकेन्डमा यस्तो शक्तिशाली हुक राख्नुहोस् कि दर्शकले स्वाइप गर्नै नभ्याओस्। र तेस्रो, कुनै पनि लामो परिचय नदिनुहोस्, सिधै विषयवस्तुमा प्रवेश गरिहाल्नुहोस्। त्यो 70% को अनुपात बिगार्ने मुख्य कारण नै कमजोर हुक हो। यदि भिडियोको सुरुवातले दर्शकलाई समात्न सकेन भने उनीहरूले 1 सेकेन्ड पनि पर्खिँदैनन्, तुरन्तै स्वाइप गर्छन् र अनुपात घटिहाल्छ। हुकलाई शक्तिशाली बनाउन यी केही तरिकाहरू अपनाउन सकिन्छ। दर्शकलाई सीधा प्रश्न सोध्ने, कुनै भावनात्मक कुरा देखाउने, भिडियोमा तीव्र गति, साउन्ड इफेक्ट वा द्रुतकटहरू प्रयोग गर्ने, अथवा स्क्रिनमा एकछिन वा यो गल्ती नगर्नुस् जस्तो टेक्स्ट राखेर पनि उनीहरूलाई रोक्न सकिन्छ। अब हाम्रो दोस्रो खण्डमा जाउँ, जहाँ हामी भिडियोको संरचनाबारे कुरा गर्नेछौँ। के देखाइन्छ भन्ने मात्र होइन, कसरी देखाइन्छ भन्ने कुराले पनि एकदमै ठूलो फरक पार्छ। गल्ती कहाँनिर हुन्छ हेरौँ है त। 30-40 सेकेन्डको लामो, ढिलो गतिको भिडियोले दर्शकलाई दिक्क बनाउँछ। तर सही तरिका के हो भने 10देखि 20 सेकेन्डको छिटो गतिको र छिटो कटहरूले भरिएको भिडियो बनाउने। यसले दर्शकको ध्यानलाई एकछिन पनि अन्त जानै दिखेन। यो एउटा नकारात्मक चक्र जस्तै हो। जब भिडियो लामो र सुस्त हुन्छ, दर्शकहरूले स्वाइप गर्छन्। यसले भ्यू टु स्वाइप अनुपात घटाउँछ, र जब एल्गोरिदमले यो देख्छ, उसले त्यो भिडियोलाई अरूलाई देखाउन बन्द गरिदिन्छ। यसरी भ्यूज घट्दै जान्छ। अब तेस्रो खण्ड भिडियोको कन्टेन्टभन्दा अलि बाहिरको कुरा हो। यो युट्युब एल्गोरिदमसँगको सम्बन्धबारे हो। एल्गोरिदमलाई आफू एक सक्रिय र गम्भीर सिर्जनाकर्ता भएको सङ्केत दिनु एकदमै जरुरी छ। नयाँ च्यानलहरूले भोग्ने यो एउटा सामान्य समस्या हो। भिडियो पोस्ट हुन्छ तर यस्तो लाग्छ कि युट्युबले वास्तै गरेको छैन। यसको कारण खाता वार्मअप नभएर पनि हुन सक्छ। यसको समाधान एकदमै सरल छ। शर्ट अपलोड गर्नुभन्दा 10-15 मिनेट अगाडि युट्युबमा सक्रिय हुने, अरूका भिडियोहरूमा सान्दर्भिक कमेन्ट गर्ने, लाइक गर्ने र खास गरी 20-30 वटा ट्रेन्डिङ शर्ट्सहरू हेर्ने। यसले एल्गोरिदमलाई के सङ्केत दिन्छ भने यो खाता कुनै बट होइन, तर प्लेटफर्मको एक सक्रिय सदस्य हो, अनि एल्गोरिदमले कन्टेन्टलाई विश्वास गरेर अगाडि बढाउँछ। ल, अब हाम्रो अन्तिम खण्ड मेटाडेटा, अर्थात् शीर्षक, ट्याग र वर्णनबारे। यी तत्त्वहरूले एल्गोरिदमलाई भिडियो के बारे हो भनेर बुझ्न मद्दत गर्छ, जसले गर्दा भिडियो सही दर्शक समक्ष पुग्न सक्छ। शीर्षकमा जताभावी ह्यासट्यागहरू भरेर एल्गोरिदमलाई भ्रमित पार्नु सबभन्दा ठूलो गल्तीहरूमध्ये एक हो। सही तरिका हो एकदमै सफा र स्पष्ट शीर्षक राख्नु, जसमा मुख्य किवर्ड होस्। ह्यासट्यागहरू शीर्षकको लागि होइन,
त्यो त वर्णन अर्थात् डिस्क्रिप्सनको लागि हो। राम्रो शीर्षक बनाउन पहिलो कुरा मानिसहरूले खोज्ने शब्दहरू अर्थात् किवर्डहरू प्रयोग गर्नुहोस्। दोस्रो, दर्शकमा जिज्ञासा जगाउने कुनै कुरा थप्नुहोस् जसले उनीहरूलाई क्लिक गर्न बाध्य बनाओस्। र फेरि पनि ह्यासट्यागहरू शीर्षकबाट हटाएर वर्णनमा सार्नुहोस्। मेटाडेटाको अर्को महत्त्वपूर्ण भाग हो ट्याग। धेरैले जे पायो त्यही ट्यागहरू राख्छन्, तर सोच्नुस् त यदि गलत ट्यागहरू प्रयोग भयो भने युट्युबले भिडियो गलत दर्शकलाई देखाउँछ, जसले त्यसमा रुचि राख्दैन र स्वाइप गरिदिन्छ। सही ट्याग राख्ने रणनीति भनेको यो 3 तहको प्रणाली हो। पहिलो तहमा भिडियोको सामग्रीसँग सिधै सम्बन्धित ट्यागहरू राख्नुहोस्। दोस्रो तहमा च्यानलको समग्र विधा अर्थात् निशसँग सम्बन्धित ट्यागहरू राख्नुहोस्। र तेस्रो तहमा केही व्यापक र ट्रेन्डिङमा रहेका ट्यागहरू पनि प्रयोग गर्न सकिन्छ। सारांशमा भन्नुपर्दा सर्ट्सको सफलता कुनै एउटा कुरामा मात्र भर पर्दैन। यो दर्शकको ध्यान, भिडियोको संरचना, एल्गोरिदमसँगको सम्बन्ध र सही मेटाडाटाको एक आपसमा जोडिएको सञ्जाल हो। एउटा मात्रै कुरा कमजोर भयो भने पनि सबैमा असर पर्छ। आज हामीले चर्चा गरेका यी 4 स्तम्भका समाधानहरूलाई निरन्तर रूपमा लागू गर्दै जानुहोस्। तपाईले निश्चित रूपमा परिणाम देख्न थाल्नुहुनेछ। मुख्य कुरा भनेको निरन्तर सुधार गर्दै जानु र परीक्षण गरिरहनु हो। यी सुधारहरू लागू गरेपछि भ्युज 1000बाट बढेर 10,000 भन्दा माथि पुग्न धेरै समय लाग्दैन। यो असम्भव कुरा बिल्कुलै होइन, केवल सही रणनीति र निरन्तर प्रयासको आवश्यकता छ। अब प्रश्न यो हो, आज सिकेका कुराहरूमध्ये आफ्नो च्यानलमा सबैभन्दा पहिले कुन स्तम्भलाई सुधार गर्ने, चाहे त्यो हुक होस्, भिडियोको लम्बाइ होस् वा ट्याग रणनीति, आजैबाट एउटा कदम चाल्नु महत्त्वपूर्ण छ।